हेलो साथीहरु, वेलकम ब्याक टु माई न्यू भिडियो। आज म तपाईहरुलाई चाहिँ साउटार नलपुरको बाटो कस्तो छ, लिकु एकवारको बाटो त्यो देखाउन गइरहेको छु है त। अघि चाहिँ के साथीहरु माइकै कनेक्ट भएन, ज्यादा यत्रो भिडियो बनाएँ हैन। मैले अहिलेसम्म चलाउन नजानेको चाहिँ ट्र्याक्टर होला हौ, नतानेर ओ हेलो गुड मर्निङ है साथीहरु सबैलाई। के छ, आरामै सन्चै हुनुहुन्छ? म चाहिँ न्यू डे न्यू भ्लगको साथमा आइसकेको छु। म चाहिँ काठमाडौँ जाँदैछु अनि म घरबाट निस्किसकेको छु। अब यहाँबाट सलल जानुपर्ने हुन्छ साउटार बजार। त्यसपछि भनेको नलपुर हुँदै सुर्कोट हुँदै रोज खोलाको बाटो त तपाईँहरूलाई थाहा नै छ होइन। अब त्यो बाटो हुँदै काठमाडौँ जानुपर्ने हुन्छ। यहाँबाट लगभग नलपुर चाहिँ 1 घन्टा जति लाग्छ कि। म चाहिँ अहिले बजार आइसकेको छु अनि बजार जानु चाहिँ पारिपट्टिबाट चाहिँ अनि हामी यहाँ पौडी खेल्छौँ क्या यति बेलातिर। बजार आइसकेपछि यहाँ पौडी खेल्ने पुलमुनितिर चाहिँ आजभोलि खासै पौडी खेल्ने मान्छे नै हुँदो रहेछ। हिजो म बजार गरेको थिएँ अनि यहाँ बजार भयो। बजारबाट लगभग ठ्याक्कै 1 घन्टाहरू लाग्छ जान्छु। यो बाटो चाहिँ प्लिज हुँदा छ, प्लिज भएपछि चाहिँ अक्कै हुनेवाला छ क्या। यो चाहिँ अब यता पुरै कच्ची हो, लगभग 14 किलोमिटर जान्छ कच्ची छ क्या यो बाटो चाहिँ। अब यहाँबाट त्यसपछि भनेको चाहिँ पुरै प्लिज हो अनि अप्ठ्यारो भनेको चाहिँ उसमै हो, रोसी नै। त्यहाँबाट यता अप्ठ्यारो छैन क्या। अब यो पनि ठिकै छ, 2-4 ठाउँ चाहिँ निकै गाह्रो छ क्या, एकदमै चिप्लिन्छ। ठाउँमै बसेन बाइकै एकदमै धेरै गाह्रो हुन्छ त्यस्तो बेला चाहिँ। अनि प्रायः चाहिँ यो बाटोको पहिलो भिडियो होला हो, भिडियो त आइरहन्छ तर अब मैले यो उपरबाट भिडियो बनाउनु मान्छे पहिले हो कि क्या यो बाटोको। यहाँ म चाहिँ यो बाटोको पुरै भिडियो खिच्छु क्या टक्क लगाएर। अनि खिच्चमा चाहिँ म कतै रोकिन पऱ्यो भने पनि म त्यो अर्को चार्ज सकियो केही भयो भने क्यामेरा भयो भने म चाहिँ उ गरिदिन्छु कि अर्को ब्याट्री हालेर। यो बाटोको चाहिँ पुरै भिडियो बनाउँछ कस्तो छ होइन। बाटो युज हुन थालेको त झन्डै 1-1.5 वर्ष हुन लागेको छ त्यही पनि होइन। आज चाहिँ यो बाटोमा धुलो केही छैन क्या। अस्ति एउटा गाडी अथवा बाइक अगाडि ओभरटेक गरिदियो भने चाहिँ लास्ट चाहिँ त्यो हुन्छ नि चार्ज पनि गाह्रो हुने जस्तो, अगाडि केही नदेखिने। अस्ति म यता खोटाङबाट फर्केर आउँदाखेरि एउटा सिफर भेटेको यहाँ माथि, बाटो ओभरटेक गर्न नसकिने, धुलो पनि त्यस्तै, आँखामा त्यस्तै धुलो छिर्ने। लास्ट चाहिँ गाह्रो हुने क्या। अब कहिलेमा यस्तो रन्छ भने त्यतिबाट वास्तै बाइक आइदिन्छु क्या। अब के हो, पहिलोचोटि आउँदा त्यो बाटो मलाई कस्तो धेरै लामो लाग्यो क्या। ल उता हामी चाहिँ उता सालु देउरालीको बाटो हिँड्थ्यौँ नि त, त्यो बाटोभन्दा यो बाटो लामो लागिरहेको क्या। कहिले बजारै साउटारै आउँदैन जस्तो लाग्ने क्या। तर लास्टमा त 1 घन्टामा चाहिँ बजारै आइदिरहेको गाड खोलाएर। अनि पहिलोचोटि आउँदै साथी र म आएको बाइकले त्यस्तै नतानेको। अघि चाहिँ के साथीहरू माइकै कनेक्ट भएन, ज्यादा यत्रो भिडियो बनाएँ होइन। अहिले चाहिँ माइक साइक कनेक्ट गरेर म लागिसकेँ। फेरि अप्ठ्यारो बाटो आयो ज्यादा, यो पनि एउटा अप्ठ्यारो बाटो छ। अब ठिकै छ है साथीहरू, अब चाहिँ राम्रो बाटो छ। अलि अगाडि त्यो 2टा टर्निङ लिएर अलिकति गाह्रो छ। फुटेज चाहिँ कस्तो आइरहेको छ होइन, मेरो त्यो मोबाइलमा डाटै चलेन गर्नको लागि। तर सकेसम्म मिलाएको छु, सपोर्ट गरिदिनु पऱ्यो साथीहरू। 28 दिनमा 3 लाख भ्युज भनेको छ फेसबुकले। अब त्यसलाई चाहिँ चिरिप्प पार्नुपर्ने हुन्छ। अनि मोनिटाइज अनलक गरेर धेरै थोरै कमाइ भयो भने त यार मलाई नि मोटिभेसन हुन्छ। क्यामेरा नि लोनमै हो, यताउता पैसा अलिअलि तिर्न पायो भने पो मजा भयो त होइन। क्यामेराको अलिअलि पैसा तिर्ने अनि अरू ग्याजेट थप्ने अनि अब नयाँ ठाउँमा जाने हरेक कुरा त खर्चको कुरा त हुन्छ। त्यो हुँदै गर्दा चाहिँ मोनिटाइज भएर धेरै नै पर्ने थिएन, महिनाको $200 जति होइन। महिनाको $200 जति त्यति मात्रै कमाउनु पायो भने त भइहाल्यो। धेरै त मैले सोचेको पनि छैन, मलाई त्यस्तो धेरै एक्सपेक्ट गरेको छैन मेरो अनुसार। पहिला चाहिँ के लाग्यो भने मलाई अब क्यामेरा भयो त सक्थोक हुन्थ्यो। क्यामेरा भयो भने त ल मोबाइल पनि राम्रै छ, क्लियरिटी पनि राम्रै भइहाल्छ,
अब क्यामेरा त जहाँ पनि राख्न मिल्छ, सब कुरा राम्रो हुन्छ भनेर सोचेको। अब क्यामेरा स्यामेरा सबै भयो, अब फोनले पो धोका दिइरह ल। अब त्यसरी पनि अब आइफोन किनेको भए हुने र त मैले पनि होइन एन्ड्रोइडै चलाउने। अब यताउता खर्चको हिसाबले पनि अब चार्ज नि राम्रो टिक्ने भनेर भिडियो नै बनाउने भनेर त्यो फोन किनेको। अनि मलाई चाहिँ त्यो कर्भ डिस्प्लेवाला फोन चलाउन मन लागिरहेको थियो पहिलेदेखि। मलाई एकजना दाइको देखाएको थिएँ कि मलाई एकदम धेरै रहर लागेको थियो। मैले उहाँलाई रिक्वेस्ट पनि गरेँ छोडिदिनु न त मलाई होइन भनेर, फेरि उहाँले मान्नु भएन। हुन त उहाँसँग 2-3टा फोन थियो भनेको, अथवा कसैले ल्याइदिनु भएको थियो कि उहाँले, त्यो भएको हुनाले गर्दा दिनु भएन। मलाई चाहिँ त्यतिखेर देखाइरहने कर्भ डिस्प्लेवाला फोन चलाउन एकदम रहर लागिरहेको थियो। अब अहिले आएर यो फोन पनि त्यस प्राइज अनुसारको त्यस्तो बेस्ट भएन क्या। अनि त्यो ला मलाई शङ्का लागेको थियो क्या, मैले रेनकोट बिर्सिन्छु भनेर। खुट्टा ठोकिरह्यो, के बिर्सियो जस्तो त लागिरहेको थियो। लास्टै यार ल्याङ भइगयो नि त। अनि यार रेनकोट त अहिले पानी पऱ्यो भने त अनि खत्रै बिजोक हुन्छ त यार। अब फर्केर जान पनि कहाँ जानु यार। ला यार मलाई शङ्का लागिरहेको थियो क्या, हेत्तेरिका। अन्त ठिकै छ, अब गाडीमा हाल्न लाउनु पऱ्यो। अनि एउटा ट्र्याक्टर आउँदा नि ठाउँ छैन यार, फेरि ठाउँ त कोही गुरुहरू चाहिँ एकदमै राम्रो हुनुहुन्छ क्या। बाइक आएको देखि होइन, अब धुलो उड्छ भने चाहिँ साइड छोडिदिनुहुन्छ होइन। म पनि चालकै भएको नाताले गर्दा म पनि छोडिदिन्छु। अब कोही चाहिँ त्यस्तै हुनुहुन्छ है, बाइक चलाउने मान्छेहरू नि रिस उठ्छ क्या जस्तो लाग्छ। अब फेरि लाग्छ अब मूर्खको अगाडि दैव डराउनु के त भन्छ नि त, त्यस्तै लाग्छ क्या मलाई पनि। केही पेल्ने गर्ने त्यस्तो टाडाङ मेडाङ गर्ने मैले धेरै चालकहरू देख्छु क्या, तडक भडक गरी चलाउने। अनि त्यो भनेको चाहिँ आफैलाई नै नराम्रो बनाउनु हो क्या। अब पहिला त हाम्रो चालक इन्डस्ट्री कस्तो बवाल थियो नि त होइन, चालक युनियन भनौँ। आमै सबैले माया गर्ने, पैसा पनि कमाइ हुने, सबै कुरा बेस्ट थियो क्या। अनि मलाई चाहिँ के लाग्छ भने हामी चालकहरूले नै बिगारेको हो क्या। अब म एकजना सुध्रेर पनि हुन्न, त्यो त मेरो उसको लागि त मैले आफ्नो उसको लागि त राम्रै गर्छु नि होइन, सबैले राम्रै गरे जस्तो लाग्छ। कति चालकहरू चाहिँ रिसाउने होइन, झर्किने, अब त्यो हुन्छ नि, अब झगडा धेरै गर्ने त्यस्तो खालको पनि त हुन्छ नि त। त्यो भएको हुनाले गर्दा अब रक्सी खाइदिने त्यस्तो कुराहरू गर्ने होइन, हरेक गरिदिने हुन्छन्। अब त्यसलाई चाहिँ पेसाको रूपमा लिएर काम गर्नुपर्ने हो खासमा। अब साथीभाइहरूले के गर्नुहुन्छ हुन्छ। हुन त मै पनि सबै ठाउँमा त राम्रो हुन्न, म पनि राम्रो छु त भनेको होइन, तैपनि अब फेरि यो ब्यागले धोका दिन्छ कि जस्तो लागिरहेछ क्या साथीहरू मलाई। अहिलेसम्म त कन्डिसन ठिकै छ। मैले रेनकोट भुलेँ क्या यार, यस्तो पानी पर्ने बेला मलाई बिर्सिन्छु जस्तो लागिरहेछ। दिमाग त खासै त्यस्तो तेज त छैन यार मेरो पनि। त्यत्रो बेर घर बसेँ, भिडियोहरू यताउता गरेँ मैले होइन, त्यसरीसँग लगेर फ्याट्ट बानेको भए पनि हुन्थ्यो। त्यही चाहिँ कस्तो बिर्सेको त यार मैले। यो भाइलाई त यार बच्चा बेलाको याद आइदिरहेको कि हामी पनि यस्तै खेल्थ्यौँ, तर यस्तो खेलाउन कहाँ पाउनु, सानो हातले गुडाउने अनि त्यहाँबाट खेल्ने कस्तो रहर लाग्ने होइन। अनि चप्पल काटेर पाइपको गोलो बनाएर ह्यान्डल बनाएर अनि चलाउने क्या, त्यो पनि मुखले हर्न बजाउँदै होइन। अब कसको राम्रो हुने कम्पिटिसन हुने क्या त्यहाँ, कसले कस्तो राम्रो बनाउने। तपाईँहरूले कतिको खेल्नु भयो त्यो रुखमा चढेर त्यो छुने क्या एकअर्कालाई छोएर। आजभोलि त डर लाग्छ हौ मलाई त, कस्तो रिक्सी हो नि त त्यो त होइन। आमामा रुखमा अब कुदाउने, रुख भुइँमा चढेर रुखमा कुदाउने क्या अब आमै। अनि त त्यो त रिक्स भयो नि त होइन, त्यही पनि चढिन्थ्यो, जस्तो रुख भने नि चढिन्थ्यो। रुख चढेर लोखर्के मार्ने। मेरो साथीहरू चाहिँ सबै यता थाक्लिदिएर क्या, म बच्चादेखिको अब हामी सँगै खेलेको साथीहरू हुनुहुन्छ, उहाँहरू 2-4जना। हामी त तर 6 कक्षासम्म त धेरै थियौँ हो, 6 कक्षासम्म चाहिँ एकदमै धेरै थियौँ होइन। अनि बस्ने ठाउँै त्यस्तो कचाकच हुने है, हाम्रो झगडा नि पर्ने ठाउँको न्युमा
अनि जब हामी पछि 6बाट चाहिँ अनि एकदम फेल भएका साथीहरू है फेल भइसकेपछि त हामी जम्मा 3जना केटा मात्रै क्या अरू सबै केटीहरू है अनि हामी फर्स्ट सेकेन्ड थर्ड नै केटा क्या मेरो एकजना साथी हुनुहुन्छ निराजन अहिले चाहिँ इन्जिनियर हो उहाँ होइन अनि म सेकेन्ड अहिले यतै हल्लिरहेको छु अनि थर्ड साथी चाहिँ नेपाल प्रहरी हो क्या पछि एकजना साथी आएको थियो सबैले बिहे गरिसक्यो प्रायः धेरैको छोराछोरी भइसक्यो है अब हामी जम्मा 3जना बाँकी छौँ अनि हुन त बिहे भन्ने कुरो छिटै गरेको पनि राम्रै हुने रहेछ छोराछोरीहरू चाँडै हुर्के अब हामीसँगैको साथीको छोराछोरीहरू 8-10 वर्ष हुन लागिसक्यो होला नि ताल परे नभए नि 7-8 वर्ष त भइ नै सक्यो क्या अलिकति ठुलो एजमा चाहिँ तर साथी त अब सँगै पढेको साथी हामी मैले अहिलेसम्म चलाउन नजानेको चाहिँ ट्र्याक्टर होला हौ घ्याच्याक 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 होइन है अरू अहिलेसम्म चलाउन नचलाएको पनि ट्र्याक्टरै हो तर म ट्र्याक्टर केही पनि बुझ्दिनँ क्या अनि साथीहरू त अहिले कता हो होइन सब सबै व्यवहारिक अब हामी भनेको बिहे नभएको चाहिँ कहिले कता हिँड्यो अब घरबाट सबैले कहाँ अब घर टोलतिर हुन्छ नि जसले भेट्छ आफन्तले अब चाहिँ बिहे गर्नुपर्छ है अब अलिकति एजेड मान्छेहरूले बुहारी ल्याउनु पऱ्यो बुहारी होइन त्यस्तो नि त हुन त ल्याउनु त पर्ने नि होइन ल्याउने कसरी आमामा सुनको भाउले डाँडा काटी सिक्यो अप्ठ्यारो बाटो भनेको चाहिँ यहीँ हो दसैँमा यो बाटोमा नतानेर अहिले चाहिँ मैले के गरेँ भने खुट्टा टेकेँ अगाडिको ब्रेक झ्याममा हाने क्या अस्ति नै पनि त्यसरी लडेको नि म एकचोटि यस्तो गरी लडेको है मान्छेहरू आयो उठाउनुलाई अनि म त केही भएको छैन भनेर फुत्त उठेर हिँडिदिएँ तर दुख्न त डेन्जरै दुखेको थियो अर्को हेलमेट थियो मसँग त्यो त यस्तो त्यसको खुकुलो थियो अन्त पुरानो हेलमेट अलिक पुरानो छ हुन त एलास्टिकै हो योभन्दा पनि राम्रो हुन चाहिँ तर खुकुलो भएकोले फित्ता घाँटीमा गएर तानिएर पुरै त्यो घाउ नै भइदिएर क्या 2-3 दिनसम्म त बोल्नै नभएको फर्किन पनि हुँदैन यस्तोमा चाहिँ मलाई लास्टै डर लाग्छ यार लडिन्छ कि जस्तो लाग्छ अझ अर्काले चलाइरहेको बाइकमा त यस्तो डर लाग्छ यस्तोमा ल लडिहाल्छ कि नलडिहाल्छ कि जस्तो मान्छेले मलाई के भन्छ होला एक्लै बोल्दै हिँडेको छ भन्छ होला क्या तर खासै सुनिँदैन होला सुन्न त भए पनि अलि त सुनिहाल्दैन है नजिकबाटै आएपछि त म घर जाँदा प्रायः भिडियोहरू त बनाइरहेको हुन्छु नि त त्यही पनि कस्तो लाग्छ भने मान्छेको अगाडि बोल्नै लाग्दैन क्या अब एकदमै हितैसी मिल्ने साथीहरूको अगाडि त केही लाउन्न बोल्दाखेरि अनि त्यो भएर पनि आजभोलि त के लाग्छ अब बिस्तारै बानी पर्छ अब बिस्तारै बनाउँछ जस्तो लाग्छ त्यही पनि हिजो पिकनिकमा गएको भिडियो त बोल्नै नसकिरहेको के बोल्ने रिजाल अङ्कल चाहिँ राम्रोसँग बोल्नुहुन्छ अब साथीहरू उहाँको म त पहिलोचोटि गएको के बोल्ने आज म निकै ढिला भइसक्यो यार यतिखेर म खुर्कोटतिर पुग्नु पर्छ क्या अनि छिट्टो हुन्थ्यो अब ड्युटी पनि जानै परिहाल्यो यहाँबाट गएपछि सरदर आधी बाटो त भयो होला त्यही पनि भएकै छैन अझै त्यो 2 टर्निङ हानेपछि यो उकालो माथि अब आउँछ त्यो हानेपछि मात्रै आधी हुन्छ जस्तो लाग्यो मलाई चाहिँ बाटो तर मेरो ब्यागलाई चाहिँ एउटा प्लास्टिक अथवा बोरामा प्याक गर्नुपर्ने रहेछ कि आनन्दले हिँड्न पाइन्थ्यो चेन खुल्छ कि जसरी हिँड्न परिरहेछ क्या चेन खुल्यो भने त बर्बाद हुन्छ त हौ माइकदेखि लिएर सबै त्योहरू औषधिहरू चार्जरहरू सबै त्यहीँ छ अब अहिले उतै गएर हेर्छु चार्जरहरू त खसेन होला अघि एकचोटि खुल्दै रहेछ क्या नखस्यो कि थाहा नै छैन अब काठमाडौँ गएपछि खोज्दै गएपछि थाहा हुन्छ झरेको रहेछ भने झरे पनि घर नजिकैतिर झरेको हो एउटा अप्ठ्यारो पोइन्ट भनेको यहाँ पनि हो क्या यहाँनिर त्यस्तो अप्ठ्यारो चाहिँ होइन तर मेरो बाइकमा पिकअप नभएर मलाई अप्ठ्यारो लागेको होला अनि ट्र्याक्टर हिँडेपछि पनि बाटो अलिक कस्तो बनाइदिनु रहेछ क्या यहाँनिर घ्याच्याक होइन एक नम्बर हालिसित तान्छ फेरि
नतान्ने भन्ने त होइन। अब यो बाटोलाई यसपालि बजेट पऱ्यो होला 5-6 किलोमिटर मात्रै पिच भयो भने पनि निकै सजिलो हुन्थ्यो। यहाँ माथिसम्म त आउँथ्यो होला। यो सम्म बाहेक उकालो जब सुरु हुन्छ त्यतिखेर सम्म पिच भयो भने त सजिलो हुन्थ्यो। अझ पुरै पिच भयो भने त हामीलाई त कति छिटो हो क्या यो बाटो त। नलपुरबाट खुरकोट 1 घन्टा, त्यहाँबाट यताको भनेको त्यही 60-70 मिनट लाग्ने हो क्या। अलिक बेसरी कुदेर हिँड्दा त्यस्तो पनि लाग्दैन। अङ्कल भन्दै हुनुहुन्थ्यो 40 मिनटमा पुगिँदो रहेछ साउटार बजारबाट भन्दै हुनुहुन्थ्यो। म त्यस्तो कुदाउँदिनँ नि त। अङ्कलहरू त आम्मा अफरोड यस्तो कुदाइदिनुहुन्छ। ओहो गाउँतिरको साथीहरू भयो अफरोड त आम्मै यतिको बाटो त उनीहरू पिच हो क्या, पुरै पिच गरे जस्तै हो क्या। अब यहाँनिरको यो उकालो यति त्यहाँसम्म पिच भइदियो भने पनि बेस्ट हुन्थ्यो क्या। तर मैले देखेको चाहिँ यो बाटोलाई त्यसरी नबढाउने क्या, ठिक्क 2टा गाडी पास हुने ठ्याक्क बनाउने। त्यो ठुलो दायाँ बायाँ नखन्ने 2टा गाडी पास हुने मात्रै बनाएर पिच गरिदियो भने बेस्ट हुन्छ। नत्र पहिरो झर्छ। यो पाखोहरू खासै राम्रो छैन क्या भूगोलको हिसाबले। अनि ढुङ्गाहरू खस्ने यताउता बन्द हुने हुन्छ। बरु यस्तैमा अलिअलि मिलाएर पिच गरिदियो भने हुन्छ। जस्तो यो ओखलढुङ्गातिरको बाटोहरू सानै छ नि त, बरु ठाउँ मिलेको ठाउँमा ठुलो बनाइदिने गाडी साइड दिनको लागि। नत्र यत्तिकै पिच गर्दा बेस्ट हुन्छ जस्तो लाग्यो। गाउँतिर बाटो ठुलो खन्यो, एउटा 2टाको खेतबारी पनि गएकै छ। हुन त पछि फेरि हाइवे होला, त्यो हुँदा पनि फेरि बनाएर फेरि भत्काएर फेरि बनाउनु भन्दा त त्यो पनि एक हिसाबले त ठिक हो। पिच गरे हुन्छ क्या, यसैलाई सम्झाएर खासै उकालो भएर पनि फरक पर्दैन। अलिअलि अब पाहाडको बाटो हो नि त होइन, यत्तिको उकालो केही पनि होइन क्या। मेरो विचारमा चाहिँ यत्तिकै उकालोमा पिच गर्दै हुन्छ क्या। यो त यहाँभन्दा उता कति ठाडो बाटोहरू छ। यो त एकदम सम्म बाटो जस्तै छ। यो त यसलाई सम्झाउने अब प्रक्रिया त पुरा गर्नु पऱ्यो। अब कसरी हुन्छ बलियो गर्ने। अब यो बाटो त ट्रकहरू ट्रिफरहरू हिँड्नेवाला छ नि त। उता त भन्दा कति छोटो छ, उकालो बाटो छ उता। त्यो उकालो बाटो भन्दा त यो बाटो त आम्बो। तर फेरि केही गरी यो बाटोमा चाहिँ केही बिग्रियो भने चाहिँ नि समस्या चाहिँ ठुलै पर्छ। फेरि केही छैन यो बाटोमा, न पातलो हिँड्छ क्या गाडीहरू पनि त्यस्तो ठुलो हिँड्दैन। अब ठुलो गाडीहरूले भयो भने त यसो हुन्थ्यो नि त। अब बाइकहरू फाटाफुट्टा हिँड्छ अलिअलि, मान्छेको बस्ने पातलो। म चाहिँ के भन्छु भने अब सुरुमा आउँदै हुनुहुन्छ भने यता चाहिँ पानी चाहिँ बोकेर आउनु होला क्या। पानी चाहिँ ट्याक्क 1 बोतल पानी राखेर आउनु होला। कति तातो हुन्छ नि यो पाखो त। अब आम्मै न यता पानी छ, पानी त छ यहीँ तल छ क्या ठाउँमा देखेको पानी। त्यहाँबाट उता भनेको त्यहाँ पर छ, सानो आउने रहेछ एकदमै सानो। अनि मान्छेहरू जहिले भरिराख्नु हुँदैछ। अब झन् हामी गएर यताउता खाइदिन थालेपछि होइन। तर कतिवटा हिजो चाहिँ ठुलो पानी परेछ, बाटो त पुरै गरेको छ। हाम्रोतिर चाहिँ सानो पऱ्यो। के हो आजभोलि गाउँमा पानी नै पर्दैन। अब काठमाडौँतिर परे हिलो यताउता त्यस्तो हुन्छ। बरु काठमाडौँतिर पानीको त्यस्तो आवश्यकै पर्दैन नि। थोरै भयो नि त्यो खासै त्यस्तो फरक पर्दैन। अब यहाँ चाहिँ पर्ने ठाउँ पर्दैन। मकैहरू सुकेर बिजोग छ। मैले यस्तो अस्ति एउटा भिडियो पनि बनाएको थिएँ नि त। अरूको बाइक नि यस्तै हुन्छ कि यार, मेरो मात्रै हो यस्तो उफ्रिने। के हो यार, बाटो बन्द छ कि क्या हो? पहिरो झरे त होइन होला यार। गाडी त यही बाटो गयो जस्तो लाग्छ मलाई। कि गाडी साडी बिग्रेको त होइन होला नि। त्यस्तो नि हुनसक्छ फेरि यार। होइन जस्तो यहाँ त ढुङ्गा लाग्छ। अलिकति बाइक छिर्ने ठाउँ त राखिदिनु पर्छ नि यार।
बाटो खन्न सुरु भयो जस्तो छ हौ यहाँ अब चाहिँ नबनाउन सुरु भयो कि है छिट्टै बनेको झन् राम्रो हुन्थ्यो यस्तो के गाह्रो हुनुभन्दा त आज त अलि धेरै गाडी देखेँ यार यो बाटो मैले 2-3टा ट्र्याक्टर हिँडेको यहाँ देखेँ होइन नत्र आएपछि त केही हुँदैन क्या यहाँ त सुनसान एक्लै खरङ हिँड्ने यहाँ त्यस्तै छ ग्यारै धन्न पानी भरेर छ र गाडी अलि थिचेछ आज ट्र्याक्टरले नत्र त एक ठाउँमा र भनेको ठाउँमा त बाइकै हिँड्दैन कहिले पनि यहाँ त लास्टै सानो छ ठुलो गाडीहरूलाई त यार यस्तो गाडीहरू नै आउनु थाल्यो यार हाम्रो सानो बजारमा त्यहीँनिर चाहिँ अलिकति बाटो छिनेको जस्तो रहेछ क्या चालकहरूलाई नि गाह्रो छ यार कुनै साहबहरूले त पैसा पनि दिन्न काम गरेको त्यही भएर म प्राइभेट सानो गाडीमा काम गर्छु क्या होइन लोडको पनि न टेन्सन भारी बोक्ने नै चलाउने हो गाडी चाहिँ आफ्नै पारामा हिँड्यो होइन लेखार हिँड्यो लोडको पनि टेन्सन हुन्न यस्तो अरूको त्यो भाडाको उसमा चलाउनु थालेपछि त लोड हुने कि नै खाली हुने कि नै त्यही टेन्सन हुन्छ जस्तो लाग्छ हुन त मलाई पनि हुन्छ यहाँबाट सामान लिएर गयो सोलु होइन अब उहाँ पुगेर त्यो सामान सबै सकिने हो कि नै न बाटो पो बन्द छ कि कतै न बोक्नु पर्ने पो हो कि के हुन्छ होइन कहिलेकाहीँ त गाडी बिग्रेर तर त्यसरी बाटोमा चाहिँ बसेको छैन अस्ति एकचोटि बस्न खोजेको थियो मैले थाहा पाइहालेँ अनि ल्याएर वर्कसपमा त्यसलाई ठिक पारेर हिँडिहालेँ फेरि अहिले अनि खुरकोटमा चाहिँ पहिला 5 बजे थियो अहिले चाहिँ 6 बजीसम्म छिर्न पाउने रहेछ क्या एउटा सामान दिएर आयो ओखलढुङ्गा 12 बजेतिर आइपुगिन्छ यताउता पैसा उठाउँदा अनि फिर्ता सामानहरू यताउता हाल्दाखेरि त 1 बज्ने खाना खायो झन्डै 2 बज्ने अनि त यहाँ त 5 बजी छिर्न त हम्मे पर्ने नि त ओह्रालो बाटो छ बेसरी कुदाउनु पनि भएन नि त फेरि होइन त्यो आफूलाई छिटो छ भन्दैमा अरूलाई हुने गरी कुदाउने होइन गाह्रो पर्ने गरी कुदाउनु त हुँदैन नि त सबै ठाउँमा यस्तो बाटो होस् होइन ल कति मजा आउँथ्यो होला यार ढ्याक्क लाएर होइन यत्तिकै मात्रै भए पनि हुन्थ्यो 35 स्पिड 30-35 हिँड्न पायो भने त 45 आधी घन्टा अब 45 मिनट जतिमा त पुगिन्थ्यो होला हौ अनि मलाई पहिला चाहिँ घर जानै मन लाग्दैन थियो है आजभोलि घरबाट हिँड्नै मन लाग्दैन यार घरै बसिरहँ जस्तो लाग्छ यस्तो यो बाटो भनेको ठाउँबाट बाइक ठ्याक्क हिँड्यो भने चाहिँ कस्तो आनन्द लाग्ने क्या होइन ठ्याक्क हिँड्छ नि त अनि कहिलेकाहीँ हिँड्दैन नि त अब लडे जस्तो हुन्छ नि त त्यो भएर चाहिँ कस्तो लाग्छ अस्ति बाइक अब धेरै भएको छ नि त अफरोड राइड नगरेको है कस्तो लागिरहेको भनेको ठाउँबाट हुन त 2 जना आउँदाखेरि यार हिँडाउनै सकिँदैन हत्तपत्त पछाडिको मान्छे कस्तो बसिदिन्छ हुन त यार गाह्रो हुन्छ नि पछाडि बस्ने मान्छेलाई पनि लास्ट चाहिँ यो बाटो चाहिँ हल्का पानी पर्दै ठिक हुने रहेछ ल राम्रो छ सालु देउरालीको भन्दा धेरै राम्रो छ त्यो बाटोले यसपालि बर्खामा निकै दुःख दिनेवाला छ अब यो पनि भत्काउन थाल्यो भने त दिइहाल्छ नभए हाम्रो गाउँमा चाहिँ 10 चक्के गाडीहरू चाहिँ सिधै आउनु पऱ्यो क्या तराईबाट सिधै 10 चक्के गाडीहरू चाहिँ स्याट्टै आउनु पऱ्यो अहिले त ठिक छ हामीलाई अब केही गरियो चतराको बाटोहरू खुल्यो भने सिधै भइहाल्यो अझ बेस्ट होइन अनि अझ घुर्मीबाटै आउँदा पनि अझै बेस्ट चाहिँ छ क्या अहिले त हाम्रो जताततैबाट मिलेको छ अब मिल्न त सबै थोक मिल्दै आयो अनि गाउँतिरको मान्छेहरू सबै फेरि सहरतिर मिल्दै गइरहेछन् के गर्ने होला गाउँमा कसरी टिक्ने होला त्यस्तो लाग्छ मलाई चाहिँ खासमा चाहिँ मैले यो बाटो देखाउनुको कारण चाहिँ कस्तो छ भने जो चाहिँ यता खुरकोट नलपुर हुँदै साउन्ड्रा आउनुहुन्छ नि उहाँहरूको लागि चाहिँ देखाउन लाग्यो कस्तो छ भन्ने बाटो र त्यही भएर देखाउन लाग्यो अनि उताको बाटो जुन हाम्रो छ सालु देउरालीको बाटो त्यो चाहिँ अलिक खतम छ क्या बर्खा बेला एकदम धेरै गाह्रो हुने हुन्छ
त्यो भएको हुनाले गर्दा मैले यो बाटोको चाहिँ पुरै भिडियोहरू लिएको के। अब अगाडिको भिडियोहरू पनि मैले जोड्नु थियो तर मैले जोडिनँ किनभने यो बाटो मलाई पुरै देखाउनु थियो र मलाई पहिल्यैदेखि मनमा एउटा थियो क्या यो बाटोको चाहिँ म देखाउँछु, म क्यामेरा किनिसकेपछि यो बाटो चाहिँ कस्तो छ भनेर म देखाउँछु भन्ने थियो क्या मेरो उसमा चाहिँ। त्यो भएर मैले देखाउनु लाग्यो। बाटो एकदमै राम्रो छ, कहिले अलि त अप्ठ्यारो भइहाल्छ किनभने गाउँको बाटो हो। अब योभन्दा जुन कचिसकेपछि अगाडि पिच नै छ पुरै 6 किलोमिटर चान्चुन, उताबाट आउँदा 6 किलोमिटर चान्चुन पिच नै छ उताबाट पनि। र यताबाट एउटा उताबाट आउँदा अलिकति एउटा भनेको 2 टर्निङ जतिको उकालो छ, त्यसले गर्दा गाह्रो भएको हो। नत्र अरू सबै कुरा बेस्ट नै छ यो बाटोको। अब यहाँबाट जब ओह्रालो लाग्छ करिब 1 किलोमिटर चान्चुन ओह्रालो छ, त्यसपछि भनेको पिच बाटो छ। पारिपट्टि जुन हाइवे देखिरहेको छ त्यही हाइवे हुँदै जाने हो। र यहाँ थोरै यो यता अलिक धेरै ओह्रालो र उताबाट आउँदा अलिकति उकालो भएको हुनाले गर्दा अलिकति गाह्रो हुन सक्छ। भिडियोहरू आउँदै गर्छ, माया गर्नुहोला, च्यानललाई सब्सक्राइब गरिदिनु होला, एउटा लाइक, एउटा मिठो कमेन्ट गरेर जानु होला। ल नेक्स्ट भिडियोमा भेटौँ है त।